बच्चालाई दुध लगान। बच्चा रोएको देख्दैनस्? जति बेला पनि रुवाएको छ, दिमागले काम गर्दैन तेरो। यति बेलासम्म पनि खाना पाकेको छैन। अरे शिव, यो आइमाईको काम देखेर म छक्क पर्छु। यही 10 बज्न लागिसक्यो। कति बेला खाना पाक्छ र? अफिस जाने म? कहिले अफिस गएको भए पो थाहा होस् टाइमको महत्त्व कति हुन्छ भनेर। ब्याचलर गरेको छु भनेर फुर्ती लगाउँछि, अझ यही एउटा बच्चा स्याहार गर्दा दिन जान्छ यसको। मेरो मजा कहाँ छन्? खै एउटा चिज जतन शीत राख्न आउँदैन। यो आइमाईलाई बच्चा हेर्ने बाहेक के काम छ तेरो? भन् त मलाई चाहिँ। दिनभरि सुतेर बस्छि। बाबु, सुतेको बेला काम गर्न सक्दैनस्? दुनियाँले बच्चा हुर्काछन् त, घरको काम पनि त गर्दा हुन्। घरमा पाहुना आएपछि चिया पानी सोध्नु पर्दैन, अलिकति पनि कमन सेन्स छैन। बच्चा छोपेको छ, थ्याछ बसेको छ, गएर आमालाई दे बच्चा अनि चिया पका। मलाई 2000 दिनु न, बजार जानु छ, तरकारी फलफुल बाबुको कपडाहरू लिनु छ। अस्ति भर्खर दिएको 3000 के गरिस्? बोटमा फल्छ पैसा। कहिले मेहनत गरेर 1 रुपियाँ कमाएको छस्? घर बसेछ, 2 थाल हसुरेछ। पैसा कहाँबाट आउँछ केही थाहा छ? घरको रासन सकिएको थियो, दाल चामल तेल ल्याए, महिनाभरि खाएको दुधको पैसा तिरे, बाबुको डिपर ल्याए। मैले अनावश्यक खर्च केही पनि गरेकी छैन। बच्चा हेर्ने काम होइन जस्तो लाग्छ हरेक पुरुषहरूलाई। हामी महिलाहरू घर सम्हाल्छौँ, बच्चा सम्हाल्छौँ, चुलो चौको घर सफा गर्नेछौँ। हामीलाई पनि बाहिर गएर कमाउन, जागिर गर्न, व्यापार गर्न आउँछ। आफ्नो क्षमता अनुसार जे पनि गर्ने सामर्थ्य राख्छौँ, तर घर सम्हाल्ने कोही त हुनु पर्यो। जबसम्म पुरुषहरूले घर सम्हाल्ने जिम्मेवारी लिँदैनन्, तबसम्म हरेक पुरुषलाई बच्चा सम्हाल्ने, घर परिवार सम्हाल्ने काम होइन भन्ने भरम सधैँका लागि रहन्छ। हास्य र मनोरञ्जनको चौतारी, कमेडी चौतारी अफिसियल।